तर आज हेर न बजारै रहेन रहेछ नि सकेको हो बजार बिर्सिहाल्छु क्या म त कसा दिन भएकै हो उठाउनेलाई 80 ले एक जुप्पा लाने 90 ले आठ चिची बजारै छैन त पिरालुको यो लैजाने नि के हुन्छ त म त चिलाउँछ है एलर्जीमा हेर्दैन त केही पनि के देख्दिन त आज त हेर घामले हो क्या 20 ले हऱ्यो टमाटर आज त टमाटर त माछाले लैजाऊ लाने राम्रै छ हौ लैजाऊ यहाँ अहिले सस्तो भयो होला भन्दा यहाँ महँगो भयो कस्तो छ र हौ यो 15 को नि अलिकति 2 केजी यसमा हाल्नु न 1 केजी बिग्री गएको छ नि के बिग्री गएको छ यो त बिग्रेको रहेछ हौ यो त हेर नि त 20 को यता एकचोटि टपर नि हेरौँ न कसरी हो यो आलु 40 रुपैयाँ केजी 60 रुपैयाँ केजी भेन्डी चाहिँ यो केही छैन त है पहाल्नु पर्यो होला नि त खाली त्यस्तै मात्र आएको रहेछ कस्तो कटर बनायो कहाँ छासीको मुटु नलाने हेरेरै दियोस् केही छैन यो सिमसाग चाहिँ कसरी 50 रुपैयाँ सिमसाग 40 के लानु यत्रो मुठा रहेछ गाडी लिएर उठ्नु जानु अब जाउँ अब टमाटर र आलु अनि के छैन म त आलु किन्न आएको सबैभन्दा पहिला मै अलिक धेरै लान्छु आलु 30 रुपियाँले हुँदैन कसरी हो मुन्टा पहिले सब्जी यो बनाएको बोरी लान्छु यो आलु कसरी हो निङ्गुरो चाहिँ
प्लास्टिक किन्दा आमा अस्ति खाउनु निङ्गुरो त मजाले टिपेर खायौँ हौ हामीले त उता तिमीहरूको गाउँतिर पनि पाउँछ यस्तो त्यो आलुसँग अचार बनाएर खाने निङ्गुरो क्या डुकुवाला मजाले बनाएर खायौ आलु सोधे नहुँछ अनि छ त बुइनी छ खुसी त म त कोचेको छ आएर छिने भन्छु कसरी रहेछ आन्टी कसको हो यो मिठो बास्ना हो 90 अरे त्यो सरसम्म गएर उडेर आउनुपर्छ के अन्त खाँदैन त के हौ यहाँमा भित्र बोलाइरहेको थियो किनेर चाहिँ कसरी यो टमाटर 20ले लैजाऊ कति खोजिराख्नु मेरो त हिजो लागेको छ टमाटर आधी केजी मात्र लैजाऊ न त अस्ति गाउँबाट आएपछि किनिरहेको थिएँ क्या बाहिरको होला टनेलको चाहिँ त्यो दाजु अहिलेको हेर्ने रे भात खाएर जाने अरे छ होला छैन होला नि त मान्छे छैन होला नि त अनि कि छ आम 26 आज 20 21 होइन अझै पो राख त अनि जग्गा बुढा गयो अरे भने चाहिँ मलाई त थाहै छैन भने आज सकिएको नि फेरि 6 दिन बढाएको बस्नुलाई तिम्रो 1 केजी हो 1 केजी त पुगेन पुगे छैन आधी नै लान्छु होस् त कहिले 1 केजी बनाऊ यता बढी चाहिँ होला त्यो गिलिते परेको चाहिँ निकालिदिनु नि अर्को रातो छ नि आलु होइन हौ 20 रुपियाँलाई त के भात त छैन 10 छ 40 हो कि होइन तिम्रो पनि देऊ न दिएको त अनि 10 रुपियाँ 10 रुपियाँ त हो तेरिका म त अनि सस्तो भएर तिमी त आज त झुक्यौ क्या म त 1 केजी बोकेको जस्तो लागिरहेको क्या अनि 1 केजीको दिनु आइरहेको म चाहिँ तिमीसँग मिलाउनु खोजिरहेको थिएँ क्या पैसा यतातिर सोधौँ न तर उ त्यो पसलमा मासु लाग्छ उ त्यो परको पसलमा अस्तिको बाबुको मासु लाग्छ यहाँबाट कसरी हौ मेरो साथी खाँदैन क्या नभए खाँदैन होइन तिम्रो
अहिले भाषा राख्नु त के खानु मन छैन अनिसा म उता सोध्दै गर्छु यहाँ कसरी दिनुभएको पोडी बाजे पोडी 30 रुपैयाँ पाव यो क्याप्सिकम उठे पनि त्यति नै हो 30 रुपियाँको नै हो बढी होइन यो त 45 यो लोकल 25 ले हुँदैन यो कसरी यो चाहिँ भिन्डी 30 ये एक पावा जोखिदिनु त आन्टी ये एक पावा भनेको त धेरै पो भएछ नि 40 रुपियाँको 30 रुपियाँको बनाइदिनु नि